A special welcome to all of you to my YouTube channel. आज मैले तपाईहरुमाझ कक्षा 12 को एस्सेहरु मध्येको ह्युमिलिटी नाम गरेको जुन एस्से छ त्यो एस्सेको फुल समरी लिएर आएको छु। कृपया यो भिडियोलाई सुरु गर्नुभन्दा पहिला एउटा लाइक गरिदिनुस्, च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनुस्, कमेन्ट गरिदिनुस् र शेयर पनि गरिदिनुस् भन्दै सुरु गरौँ आजको भिडियो। ह्युमिलिटी अर्थात नम्रता। युवलले लेख्नु भएको यो जुन एस्से रहेको छ, यो एस्सेले आजको मान्छेहरू धेरै स्वार्थी भइसकेका छन्। उनीहरूले पृथ्वीलाई विभिन्न देशहरूमा टुक्राएका छन् र अब के दाबी गर्छन् भने मेरो कल्चर, मेरो इतिहास चाहिँ सबैभन्दा राम्रो हो, म सबैभन्दा ठुलो हुँ भनेर यसरी उनीहरूले दाबी गर्छन्। सर्टकटमा यसले के भन्न खोजेको भने मान्छेहरूले आफ्नो कल्चर, आफ्नो हिस्ट्री सबैभन्दा इम्पोर्टेन्ट हो, त्यो सेन्टरमा छ भनेर दाबी गर्छन्। स्वार्थी छन् मान्छेहरू। त्यहाँ राइटरले के भन्छन् भने त्यसो होइन, हाम्रा कल्चरहरू सब समान छन्, हामीले एकअर्काको कल्चरलाई रेस्पेक्ट गर्नुपर्छ, एकअर्काको अस्तित्वलाई स्वीकार्नुपर्छ भनेर यहाँ भन्न खोजिएको छ। यो समरी हो। जस्तो यो चाहिँ तपाईँ कपी गर्नुहोस्, यो प्याराग्राफहरू तपाईँ अरू यो हेडिङहरूलाई चाहिँ ध्यान नदिँदा हुन्छ। यो प्याराग्राफमा के छ त्यो भन्न खोजेको यसले, most people think their culture is the linchpin of human history. धेरै जसो मान्छेले के सोच्छन् भने उनीहरूको कल्चर, उनीहरूको संस्कृति भनेको मानव इतिहासको चाहिँ मुख्य आधार हो रे, त्यहीबाट मानव इतिहास सुरु भएको हो रे। We all tell ourselves a story where our people are the main characters and everyone else is just in the background. हामी आफूलाई कथाहरू सुनाउँछौँ, त्यो कथाको मेन पात्र चाहिँ हामी हौँ र बाँकी सबै चाहिँ ब्याकग्राउन्डमा बस्नेवालाहरू हुन् भनेर विभिन्न देशका मान्छेहरूले भन्छन्। अर्थात् विभिन्न देशका व्यक्तिहरूले यो दाबी गर्छन्। त कसले यस्तो दाबी गर्छन् त भन्दाखेरि यो तपाईले सार्ने हो अनि यो सार्ने हो है। नेक्स्ट प्याराग्राफमा ग्रीक्स बिलिभ हिस्ट्री स्टार्टेड विथ होमर एन्ड प्लेटो। ग्रीस भन्ने देशका मान्छेहरू जसलाई ग्रीक्स भनिन्छ, उनीहरूले के विश्वास गर्छन् भने इतिहासको सुरुवात होमर, त्यसैगरी प्लेटो नाम गरेका जो दार्शनिकहरू छन् उनीहरूले सुरु गरे हुन् रे। दे थिङ्क अल ग्रेट आइडियाज केम फ्रम एथेन्स। तिनीहरूले के सोच्छन् भने जति पनि ठुला आइडियाहरू छन् त्यो ग्रीसको राजधानी एथेन्सबाट सुरु भएको हो रे। अब यो कुरालाई कसले मान्दैन त? चाइनिजहरूले। उनीहरू के भन्छन्? बट चाइनिज नेसनलिस्ट रिटोट द्याट हिस्ट्री बिगन विथ द येल्लो एम्पेरर। चाइनिज राष्ट्रवादीहरूले के भन्छन्? राष्ट्रवादी, आफूलाई राष्ट्रवादी ठान्नेवालाहरूले के भन्छन् भने होइन, यो हिस्ट्रीको सुरुवात त यो इम्पेरर भनेको चाहिँ सम्राट हो। येल्लो एम्पेररले चाहिँ एउटा मानव सभ्यता बसाएका हुन् एउटा नदीको छेउमा, त्यहाँबाट सुरु भएको हो इतिहास भनेर दाबी गर्छन्। तिनीहरूले के भन्छन् भने जो वेस्टर्न एचिभमेन्टहरू छ, पश्चिमीहरूले, अमेरिका, युरोपहरूले जो चाहिँ उपलब्धि हासिल गरेका छन् त्यो त खालि चाइनिजहरूको कपी हो रे, नक्कल हो रे हैन। जति पनि आविष्कार, इन्भेन्सनहरू छन्, चाइनिज इन्भेन्सनहरूको नक्कली हो तिनीहरू, कपी। यसलाई नलेख्ने, यसले भन्न खोजेको के हो त्यो कुरा यहाँ लेखेको छ। अब यो प्याराग्राफमा के छ त भन्दाखेरि हिन्दूहरूले चाहिँ अब यो चाइनिज र ग्रिकहरूको क्लेमहरूलाई, दाबीहरूलाई चाहिँ अस्वीकार गर्छन् र के भन्छन् भने पहिला महर्षि भारद्वाजले रकेट र एयरप्लेनको आविष्कार गरेका थिए र महाभारतमा न्युक्लियर वेपन, परमाणु हतियारहरूको चाहिँ त्यहाँ कुरा गरिएको छ। अर्थात् हामीबाट सभ्यताको सुरु भएको हो भनेर कसले भन्छ? हिन्दूहरूले भन्छ। त्यसपछि मुस्लिमहरूले के भन्छन् त भने उनीहरूको जुन मोहम्मद छ, मोहम्मद, यो प्रोफेट मोहम्मद भन्दा पहिलाको इतिहास चाहिँ इर्रिलेभेन्ट छ रे उनीहरूका अनुसार। अर्थात् यो असान्दर्भिक छ, यसको कामै छैन, उहाँ पछि चाहिँ इतिहास सुरु भएको, कल्चर सुरु भएको भन्छन्। भने यो कुरालाई टर्की भन्ने देशका टर्किस र इरान भन्ने देशका इरानियन नेसनलिस्ट राष्ट्रवादीहरूले यसलाई मान्दैनन्। उनीहरूले के आर्ग्यु गर्छन् त भन्दाखेरि सबै गुडनेस, राम्रो कुराको मुहान त इस्लाम भन्दा पहिले नै थियो रे, यो उनीहरूको भनाइ हो। त्यस्तै गरी यो एजटेक्सहरूले के भन्छन् भने उनीहरूले हरेक साल चाहिँ बलिदान दिन्छन्, त्यसले गर्दाखेरि सूर्य उदाउँछ, होइन भने सूर्य उदाउँथेन
र यो पुरै युनिभर्स ब्रह्माण्ड के भइहाल्थ्यो, डिसइन्टिग्रेट टुक्रिहाल्थ्यो रे। यो सबै कुराहरू फल्स हो, तपाईले लेख्नुपर्ने यहाँबाट। यो सबै कुराहरू फल्स हो, यो अज्ञानतावश जानीबुझी गरिएको रे फेरि, हैन। मोडर्न राष्ट्रहरूले चाहिँ आफ्नो अथवा धर्महरूले तिनीहरूले दाबी गर्छन् यो कुरा कि मानव सभ्यता मानव इतिहास हामीबाट सुरु भएको, तर त्यो होइन। मान्छेहरूले त यो संसारमा जब बस्न सुरु गरे, यो संसारलाई कोलोनाइज गरे, त्यति बेलादेखि नै मान्छेहरूले धेरै कुराहरू जानिसकेका थिए। जस्तो कि मान्छेहरूले प्लान्टहरू रोप्न थाले, हैन। कहिले त भन्दाखेरि यो ढुङ्गे युगमा, स्टोन एजमा। अनि तिनीहरूले सहरहरू त्यसपछि बनाए, धर्म त त्यसपछि आयो। अर्थात् मान्छेहरूको जुन सृजनशीलता छ त्यसको उत्पत्ति त, त्यसको जेनेसिस त अफ्रिकाबाट भएको, न त ग्रिस, न चाइना, न इन्डिया, धेरै पहिला भइसकेको थियो। अर्थात् यहाँ उनले के दाबी गर्छन् भने मोरालिटी, नैतिकता, आर्ट भनेको यो कला, यो सबै कुरा मान्छेमा, विश्वका सबै मान्छेमा हुने क्षमताहरू हो। यो त उनीहरूको जिनमै छ, क्रिएटिभिटी, हैन, आर्ट, यस्ता कुराहरू। त्यो हिस्ट्री कल्चर भने यही कुरा त हो, आर्ट नै हो, मोरालिटी नै हो त। अर्थात् एक ठाउँबाट सुरु भएको भन्न त मिलेन नि त, यो सबैको समान योगदान छ भन्न खोजेको। अनि उसले ज्युस भनेको यहुदी धर्म मान्नेहरू, क्रिस्चियन भन्दा फरक हुन्छ, तिनीहरूलाई उसले नजिकबाट चिनेको छ। अनि तिनीहरू सबै आफूलाई यो संसारको सेन्टर, केन्द्र हो भन्ने विश्वास गर्छन्। तिनीहरू के दाबी गर्छन् भने मान्छेले जे पनि उपलब्धिहरू हासिल गर्यो त्यसको क्रेडिट चाहिँ उनीहरूलाई जानुपर्छ भन्छन्। त्यस्तै गरी उसले एउटा टिचरलाई पनि चिन्छ, त्यो टिचरले के भन्छ भने योगाका जति पनि आसनहरू छन् त्यो चाहिँ हेब्रियू भन्ने जो के अरे भाषा छ त्यसको अक्षरबाट आएको। जस्तो यो अक्षर हेर्नुहोस्, यो अक्षर र यो आसन, त्रिकोणासन सेम जस्तो लाग्छ रे उसको अनुसार। बाइबलका अनुसार अब्राहम भन्ने व्यक्तिले यो कुराको आविष्कार गरे हुन्, के को, योगा पोस्चरको, र इन्डिया पठाएको भनेर भन्छ। जस्तो उसले के भन्छ भने त्यो टिचरले के दाबी गर्छ भने त्यो अब्राहम भन्ने जुन बाइबलमा उद्घोष गरिएको जुन व्यक्ति छ त्यसको जो उपपत्नी अर्थात् रखेल को जो छोरा छ त्यसलाई अब्राहमले गिफ्ट दिएको थियो अरू छोराहरूलाई जस्तै। अनि उसले त्यो गिफ्ट चाहिँ इन्डिया ल्याएर आयो। त्यो गिफ्ट भनेको चाहिँ योगा लेसन हो रे, तर बाइबलमा त त्यस्तो लेखिएको छैन। अनि त्यसै गरी यी जुन परम्परावादी यहुदी धर्म, जुदाइज्म मान्नेहरू छन्, उनीहरूले के विश्वास गर्छन् भने उनीहरूको धर्मगुरु जसलाई रबिज भन्छ, उनीहरूले चाहिँ होली बुक्स, पवित्र किताबहरू पढ्न सक्छन्। त्यसले गर्दाखेरि चाहिँ यो संसार ध्वस्त भएको छैन। जुन अघि मैले एजटेक्सहरूले के भन्थे भनेको थिएँ, होइन, बलिदान दिन्थे, त्यही गरेर सूर्य उदाउँछ भन्ने कुरा उनीहरूले गरेका थिए। यसरी ज्युसहरू सङ्ख्यामा थोरै भए पनि उनीहरूले के दाबी गर्छन् भने हामी नै यो संसारको केन्द्र हौँ भनेर भन्छन्। उनले निष्कर्षमा के भन्छन् भने यो जति मान्छेहरू छन् यिनीहरू सबैले मूर्खता देखाइरहेछन्, सबले आफ्नो कथाहरू सुनाउँछन्, तर त्यस्तो होइन, सबै समान छन्, सबैले एकअर्कालाई रेस्पेक्ट गर्नुपर्छ। हामीले बरु अरूलाई क्रिटिसाइज गर्नुभन्दा आफ्नै कमी कमजोरीलाई क्रिटिसाइज गर्नुपर्छ। त्यो गर्दाखेरि हामीले आफ्नो कमजोरीहरू हटाउन सक्छौँ र लास्टमा गएर सबैले एकअर्काको अस्तित्वलाई स्वीकार्न सकियो भने त्यस्तो अवस्थामा के हुन्छ त भने यो पृथ्वी बस्न लायक ठाउँ हुन्छ। हामीले एकअर्काको जुन इगो छ त्यसलाई हामीले फुटाउनुपर्छ र त्यो भयो भने संसार बस्न लायक हुन्छ भनेर उनले दाबी गरेका छन्। हस् त, आशा छ तपाईँलाई यो भिडियो मन पर्यो होला। कृपया यो भिडियोलाई एउटा लाइक गरिदिनुहोस्, च्यानलमा नयाँ हुनुहुन्छ सब्सक्राइब गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् भन्दै आजको लागि म तपाईँहरूबाट बिदा हुन्छु। नमस्कार।